हे महाराज अपस्काका तीनवटी पत्नी छन् कुन पत्नीबाट सन्तानरूपी सुखको अनुभूति गर्न चाहनुहुन्छ? गुरु वशिष्ठले भनेपछि महाराज दशरथ भन्नुहुन्छ, हे गुरुवर, मेरो लागि यी तीनटै रानीहरू बराबर, मैले कसैलाई भेदभाव गरेकै छैन। यदि मिल्छ भने म यी तीनटै रानीबाट सन्तान रूपी सुखको दर्शन गर्न चाहन्छु, अनुभूति प्रकट गर्न चाहन्छु। महाराज दशरथले यति भन्ने साथ गुरु बडो प्रसन्न हुनुभयो। तीनटै रानीहरूलाई मङ्गलिक वस्त्र लगाएर ध्यान दिनु है। अहिले त के भनौँ होइन, तर यहाँ देखेको छुइनँ। कहीँ जाँदा यज्ञ गराउन भनेर गुरुहरू बोलाइन्छ, चाहिन्छ, हामी पनि बढाउने।